तपाईको आफ्नै ब्युटी पार्लर ग्ल्यामर ब्युटी पोइन्ट हर पल साथमा छ। नयाँ नयाँ ब्युटी टिप्सहरू थाहा पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आजको भिडियो अत्याधुनिक प्रविधिको व्याक्स सिरा व्याक्ससँग सम्बन्धित बनाएका छौँ। यो व्याक्स होममेड व्याक्स हो। सुगर अनि लेमनको मिश्रणबाट बनाएको छ सिरा व्याक्सलाई। यसमा केमिकल हुँदैन, केमिकल रहित छ यो व्याक्स। हाम्रो शरीरमा भएको जुनसुकै ठाउँको व्याक्स गर्न सकिन्छ सिरा व्याक्सले। होल बडी व्याक्स अथवा आफ्नो इच्छा अनुसार शरीरका सबै पार्टमा यो व्याक्स चाहिँ हामीले गर्न सकिन्छ। सिरा व्याक्स नर्मल व्याक्स भन्दा धेरै फरक छ, किनकि यसले शरीरको अनावश्यक रोगहरूलाई मात्र होइन, स्किनलाई पनि सफा र चम्किलो अनि मुलायम बनाउन सक्छ। यसरी व्याक्स गर्दा चाँडो रोगहरू पनि पलाउँदैन। लगातार यो व्याक्स गर्दै जाने हो भने पहिलाको तुलनामा रोगहरू पातलिँदै जान्छ। यो व्याक्स फेसमा पनि गर्न सकिन्छ हामीले। धेरै नै सेन्सिटिभ स्किन छ भने सेन्सिटिभ स्किन हुनेहरूको लागि चाहिँ अनुभवी ब्युटिसियनहरूको सल्लाह लिनुपर्ने हुन्छ यहाँहरूले। बिकिनी व्याक्सको लागि यो व्याक्स अत्यन्तै उपयोगी छ, किनकि यसले कुनै पनि साइड इफेक्ट गर्दैन र छालालाई चम्किलो बनाउँछ, नरम बनाउने भएकोले यसबाट लाभ लिन सकिन्छ हामीले। अर्को रोचक कुरा त सिरा व्याक्सले अन्डर आर्म्स व्याक्स गर्दाखेरि पसिना आएर गन्ध आउने जुन समस्याहरू हुन्छ नि, तिनीहरू हटेर जान्छ। तपाईँ व्याक्स प्याडले व्याक्स गर्नुहुन्छ अथवा बजारमा पाइने विभिन्न हेयर रिमुभरहरू पनि प्रयोग गर्नुहुन्छ। सबै हेयर रिमुभरहरूको प्रयोग गर्नुभयो। अब एकपटक सिरा व्याक्स प्रयोग गरेर हेर्नुहोस्, विश्वास छ तपाईको रोजाइ सिरा व्याक्स नै हुनेछ, किनकि सिरा व्याक्स इज बेटर व्याक्स फर हेयर रिमुभर। यदि यहाँहरू हामी कहाँ आई सेवा लिन चाहनुहुन्छ भने भक्तपुर भाटबटिन सँगै छौँ हामी। कन्ट्याक्ट नम्बर तल डिस्क्रिप्सन बक्समा छोडेका छौँ। भिडियो मन पर्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ। आजको भिडियो हेरेर यहाँहरूलाई कुनै पनि जिज्ञासा भएमा कमेन्ट गर्नुहोस् है, अथवा फोन पनि गर्न सक्नुहुनेछ। यदि हाम्रो भिडियोलाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र आफ्नो साथीलाई पनि जति सक्दो सेयर गरी साथ दिनुहोला। Thank you for watching video.